यो चाहिँ दार्जिलिङ डिस्ट्रिक्ट हस्पिटल पुरानो चाहिँ पहिला चाहिँ सदर हस्पिटल भनेर चिनिन्थ्यो नि है। आजकल चाहिँ उयो यहाँ सारेको छ नि ओपिडी। आजकल चाहिँ ओपिडी यहाँ सारेको छ परको क्या, आउटडोर पेसेन्ट भन्छ नि। बाहिर हस्पिटलमा देखाउनु 2 रुपियाँ टिकटमा। डक्टर्सहरूको डिटेल्स चाहिँ यहाँ उयो पनि रहेछ होइन। र यहाँनिर डक्टर देखाइसकेपछि चाहिँ एउटा चाहिँ के रहेछ भने यहाँ चाहिँ फेयर प्राइस मेडिसिन सप, यहाँ चाहिँ 78% डिस्काउन्टमा दबाई पाउनु हुँदो रहेछ तपाईँहरू। यो चाहिँ अहिले तपाईँहरूको के भने गभर्मेन्टको एउटा पोलिसी हो। यहाँनिर चाहिँ 78 भनेको चाहिँ 78%, 78%मा दबाई पाउनुहुन्छ भनेको 100को दबाई चाहिँ तपाईँलाई पर्यो यहाँनिर 22 रुपियाँमा पाउनुहुन्छ। र जति पनि यहाँ हस्पिटलमा डक्टर देखाउनु आउनुहुन्छ पेसेन्टहरू, तपाईँहरूले पहिला चाहिँ यहीँनिर दबाई किन्ने कोसिस गर्नुहोस्। यहाँ पाउनु भएन भने चाहिँ बाहिर अरू दबाई दोकानमा किन्नुहोस्। अनि जति पनि 2 रुपियाँ टिकट काटेर डक्टरहरू देखाउने सबै यहीँनिर आजकल छ भनेर सबैलाई थाहा छ। र यो बारेमा चाहिँ सायद कसैले पनि कतिले नोट गर्नु भएको छैन होला। दबाई चाहिँ यहाँ पाउँछ। यस्तै दबाई चाहिँ सिक्किममा चाहिँ सिक्किम गभर्मेन्ट हस्पिटलमा चाहिँ मोदीको दबाई दोकान भनेर फेमस छ नि, यो पनि सेम त्यस्तै हो। यहाँनिर तपाईँले सबै दबाई चाहिँ कम मूल्यमा पाउनु सक्नुहुन्छ हो, एकदमै कम मूल्यमा। अनि भनिहालेँ हो 78% छुटमा। र यहीँनिर तपाईँहरूले कोसिस गर्नुहोस् दबाई किन्ने है। ल यो चाहिँ हाम्रो पुरानो सदर हस्पिटल दार्जिलिङको लालढिकीदेखि माथिल्लोपट्टि छ नि होइन। यहाँ सबै दबाईहरू पनि यहाँ पाउनु हुँदो रहेछ लालढिकीदेखि माथिल्लोपट्टि हो। आजकल त टिकट काउन्टरमा पनि सबै छुट्याइदिएको रहेछ। महिला पुरुष अनि वरिष्ठ नागरिक, सिनियर सिटिजन्स, फिमेल मेल सबै गरेर यहाँ टिकट काउन्टर पनि बनाइदिनु भएको छ। सबै लाइन बसेर डक्टर देखाउनुहुन्छ।